नमस्ते। मल्टिपल मायलोमाको निदान हुँदा उपचारको बाटो कस्तो होला भनेर सोच्नु स्वाभाविक हो। आजको हाम्रो यो विश्लेषणमा हामी यही यात्रालाई एकदमै सरल भाषामा एक कदम गरेर बुझ्नेछौँ। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा जाउँ। मल्टिपल मायलोमाको उपचार आखिर गरिन्छ तरी कसरी? यो यात्रा वास्तवमा कस्तो देखिन्छ? आउनुहोस् यसैको गहिराईमा पुगौँ। आज हामी कुन कुन विषयमा कुरा गर्छौँ त्यो हेरौँ। सुरुमा हामी मायोलोमा थेरापीको लक्ष्य के हो भनेर बुझ्नेछौँ। त्यसपछि उपचारका विधिहरू, प्रत्यारोपणको निर्णय र त्यसको प्रक्रिया, अनि अन्त्यमा प्रत्यारोपणपछिको जीवनबारे चर्चा गर्नेछौँ। ल, हाम्रो यात्राको पहिलो पाइला। कुनै पनि उपचार सुरु गर्नुभन्दा पहिले हामीले यो बुझ्नुपर्छ कि हामी के हासिल गर्न खोजिरहेका छौँ। मतलब मायोलोमा थेरापीका मुख्य लक्ष्यहरू के हुन् त? यहाँ हेर्नुस् त, लक्ष्य भनेको खालि क्यान्सर कोषहरूलाई मार्नु मात्रै होइन। यो त एउटा ठूलो चित्र हो। एम प्रोटिन घटाउने, बोन म्यारो सफा गर्ने, तर त्यो सँगसँगै जीवनको गुणस्तर पनि त राम्रो हुनु पर्यो नि, होइन र? अनि उपचारको असर लामो समयसम्म टिकोस् र समग्रमा आयु लम्बियोस्, हो यही हो मुख्य कुरा। अब लक्ष्य त थाहा भयो। ती लक्ष्यहरू पूरा गर्न प्रयोग हुने औजारहरू के हुन् त? अर्थात् उपचार विधिहरू कस्ता हुन्छन्, यसबारे कुरा गरौँ। उपचारको सबैभन्दा पहिलो र महत्त्वपूर्ण चरण हो इन्डक्सन थेरापी। यसलाई फ्रन्टलाइन थेरापी पनि भनिन्छ। सोच्नुहोस्, यो पहिलो आक्रमण हो जसको मुख्य काम शरीरमा भएका मायोलोमा कोषहरूको सङ्ख्यालाई जतिसक्दो छिटो र धेरै घटाउनु हो। अब यो थेरापीमा विभिन्न औषधिहरूको संयोजन प्रयोग गरिन्छ। सबैभन्दा सरल तरिका हो डबलेट, मतलब दुईवटा औषधि एकैपटक। यो खास गरी साइड इफेक्टको धेरै चिन्ता हुँदा प्रयोग हुन्छ। त्यसपछि आउँछ ट्रिप्लेट, जसमा तीनवटा औषधि एकसाथ दिइन्छ। अहिलेको लागि नयाँ निदान भएका धेरैजसो बिरामीहरूको लागि यो नै मानक उपचार मानिन्छ। र अहिले एउटा अझै शक्तिशाली विकल्प आएको छ, क्वाड। नामले नै भन्छ, यसमा 4वटा औषधिहरू हुन्छन् र यो एकदमै छिटो उपचारको नयाँ मानक बन्दैछ। अब प्रश्न उठ्छ, ट्रिप्लेट कि क्वाड? क्वाडले अझ गहिरो प्रतिक्रिया दिन सक्छ, मतलब शरीरबाट क्यान्सर कोषहरूलाई अझै राम्ररी सफा गर्न सक्छ। तर यसको अर्को पाटो पनि छ। जति धेरै औषधि त्यति नै साइड इफेक्टको जोखिम पनि बढ्छ। त्यसैले कुन विधि छान्ने भन्ने कुरा बिरामीको अवस्था र डाक्टरको सल्लाहमा भर पर्छ। इन्डक्सन थेरापी सकिएपछि उपचारको यात्रामा एउटा ठूलो दोबाटो आउँछ, विशेष गरी योग्य बिरामीहरूका लागि। त्यो हो अटलगस स्टेम सेल प्रत्यारोपण वा ASCT गर्ने कि नगर्ने। अब प्रत्यारोपणका लागि को योग्य हुन्छ त? धेरैलाई लाग्छ कि यो उमेरमा मात्र भर पर्छ, तर त्यस्तो होइन। डाक्टरहरूले बिरामीको समग्र स्वास्थ्य कस्तो छ, शरीर कतिको बलियो छ, अरू कुनै रोगहरू छन् कि छैनन्, यस्ता धेरै कुराहरू हेर्नुहुन्छ। रमाइलो कुरा के छ भने योग्य हुँदैमा तुरुन्तै प्रत्यारोपण गर्नै पर्छ भन्ने छैन। बिरामी र डाक्टर मिलेर निर्णय गर्न सक्छन्। इन्डक्सन थेरापी लगत्तै गर्ने कि वा केही समय पर्खेर पछि गर्ने? ल, अब प्रत्यारोपण गर्ने निर्णय भयो भने यो प्रक्रिया वास्तवमा कस्तो हुन्छ त? आउनुहोस् ASCT प्रक्रियाभित्रै गएर हेरौँ। हामी यसलाई एक चरणमा बुझ्नेछौँ। यो स्लाइडमा पुरै यात्राको नक्सा छ। हेर्नुस् त, जम्मा 6 चरणहरू छन्। पहिलो, इन्डक्सन थेरापीले मायोलोमा कोष घटाउँछ। दोस्रो, बिरामीकै शरीरबाट स्टेम सेलहरू रगतबाट निकालिन्छ। तेस्रो, ती सेलहरूलाई सुरक्षित तरिकाले जमाएर राखिन्छ। चौथो, उच्च मात्राको किमोथेरापी दिएर बाँकी रहेका क्यान्सर कोषहरूलाई नष्ट गरिन्छ। पाँचौं, जमाएर राखेको स्टेम सेललाई फेरि शरीरमा फिर्ता पठाइन्छ। र अन्तिममा रिकभरीको चरण सुरु हुन्छ। अब यसमा समय कति लाग्छ त? सामान्यतया इन्डक्सन थेरापी केही महिना चल्छ। त्यसपछि आउँछ प्रत्यारोपणको मुख्य चरण। स्टेम सेल हाल्नुभन्दा 2-3 हप्ता अघि उच्च मात्राको केमो दिइन्छ। जुन दिन सेल फिर्ता पठाइन्छ त्यसलाई डे 0 भनिन्छ। र त्यसपछिका करिब 100 दिन चाहिँ रिकभरी र निगरानीका लागि एकदमै महत्त्वपूर्ण हुन्छन्। धेरैलाई यो इन्फ्युजन वा स्टेम सेल शरीरमा फिर्ता पठाउने प्रक्रिया एकदमै जटिल लाग्न सक्छ। तर वास्तवमा यो रगत चढाए जस्तै हो, एकदमै सरल प्रक्रिया। प्रत्यारोपणको सबैभन्दा सघन समय, मतलब केमो लिने, इन्फ्युजन गर्ने र सुरुवाती रिकभरीको लागि सामान्यतया 2देखि 3 हप्ता जति लाग्छ। यो समय अस्पतालमा वा नियमित रूपमा क्लिनिक धाएर बित्छ। ल, प्रत्यारोपणको मुख्य प्रक्रिया सकियो, तर यात्रा अझै सकिएको छैन। अब हामी अन्तिम चरणमा छौँ,
प्रत्यारोपणपछि के हुन्छ, रिकभरी र हेरचाह कस्तो हुन्छ? यो भनाइ एकदमै महत्त्वपूर्ण छ। प्रत्यारोपणको अनुभव सबैको लागि एउटै हुँदैन, यो व्यक्तिपिच्छे फरक हुन्छ। कसैलाई अलि बढी जटिलताहरू देखिन सक्छन् त कसैलाई केही पनि नहुन सक्छ। त्यसैले हरेक व्यक्तिको यात्रा आफ्नै र अद्वितीय हुन्छ। प्रत्यारोपणपछि शरीरको प्रतिरक्षा प्रणाली मतलब रोगसँग लड्ने शक्ति एकदमै कमजोर हुन्छ। त्यसैले संक्रमणको जोखिम बढ्छ। यसबेला सरसफाइमा एकदमै धेरै ध्यान दिनुपर्छ। डाक्टरले पनि नजिकबाट निगरानी गरिरहनुहुन्छ र कुनै पनि समस्या देखिन साथ तुरन्तै उपचार सुरु गरिन्छ। आज हामीले मायोलोमा उपचारको हालको मानक बाटोबारे विस्तृत रूपमा कुरा गर्यौं। तर विज्ञान र उपचार विधिहरू त हरेक दिन परिवर्तन भइरहेका छन्, अगाडि बढिरहेका छन्। सोच्नुहोस् त, भविष्यमा आउने नयाँ उपचारहरूले यो यात्रालाई कस्तो बनाउलान्? पक्कै पनि अझ सहज र अझै प्रभावकारी हो। यही आशावादी प्रश्नले हामीलाई भविष्यतर्फ हेर्न प्रेरित गर्छ।